जय मसीह। म पास्टर रोहित एक्रोन ओहायोबाट र विशेष गरी आज तपाईँहरूको माझमा एउटा मेरो सानो लेखलाई प्रस्तुत गर्न गइरहेको छु। विशेष गरी त यो मेरो सम्पूर्ण अगुवा अनि पास्टरको लागि डेडिकेट गर्न चाहन्छु। अनि शीर्षक छ म एउटा गोठालो। म कसलाई खोजौँ प्रभु भन्नुहुन्छ, म कसलाई रोजौँ प्रभु भन्नुहुन्छ। महान आज्ञा प्रभु दिनुहुन्छ, म कसलाई चुनौँ प्रभु भन्नुहुन्छ। म एउटा गोठालोलाई प्रभु बोलाउनुहुन्छ, उहाँको सेवाको निम्ति मलाई नियुक्त गर्नुहुन्छ। म तयारी छु प्रभुको आज्ञा पालन गर्न, गोठालो बनी अगुवाई गर्छु उहाँको मण्डलीलाई डोर्याउन। म एउटा गोठालोलाई प्रभु बोलाउनुहुन्छ, मलाई चुनी प्रभु बोलाउनुहुन्छ। यसकारण म जानेछु, सुसमाचारलाई सजाउनेछु, महान आज्ञा पुरा गरी संसारलाई जित्नेछु, मण्डलीलाई सेवा गरी प्रभुमा डोर्याउनेछु। मेरो जीवनभरि प्रभुको सेवा गरिरहनेछु। म एउटा गोठालोलाई प्रभु बोलाउनुहुन्छ। धन्यवाद। थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा। थ्याङ्क यू। जय मसीह।